गाइस गुड मर्निङ सबैजनालाई शुभरात्रि सबैजनालाई नमस्कार गुड मर्निङ। हामी पहाड गाउँमा आएका छौँ। यहाँ यो पुरै पहाड हेर्नुस् कति रमाइलो ठाउँ। पहिला यस्तो बाटाघाटा थिएन, लाइन थिएन, यस्तो लाइनहरु थिएन, केही थिएन। हैन गाउँ कति रमाइलो गाउँ छ हैन, कति रमाइलो गाउँ। म टिकाराम पौडेल, सिल्वर डाइरेक्टर। और यहाँ मैम रीता मैम हुनुहुन्छ। ब्रोन्ज पुग्नु भएको छ, क्वालिफाई गर्नु भएको छ। उहाँको घर आएको छौँ हामी। घरमा हेर्नुस् पहिला यस्तो धाराहरू थिएन, धाराहरू गएको छ गाउँमा। यस्तो प्रगति भएछ, यस्तो राम्रो ठाउँहरू। यहाँ घर हुनुहुन्छ उहाँ। आज हामी राति सुतेको यही घर हो हैन। हाम्रो गुरु सर हुनुहुन्छ, यहाँ गुरु सर हाम्रो। और यहाँ हाम्रो ब्रोन्ज पुग्नु भएको सर हुनुहुन्छ, थानेश्वर सर। थानेश्वर सर हाम्रो ब्रोन्ज पुग्नुको छ। और यहीँको गाउँ नै, यो नै यहीँको गाउँ हो। यहाँ गाउँमा ल्याएर आउनु भएको छ हामीलाई। हजुर नमस्कार, गुड मर्निङ। म थानेश्वर उपाध्याय गेवाली भोइली पोखरी। मेरो हुर्कीको ठाउँ हो यो। र यही सिलसिलामा यो हेल्दी लिभिङ नेपालले हामीलाई सबैलाई जोडेको छ। गाउँ गाउँ जोडेको छ, आत्मा आत्मा जोडेको छ। हामी पनि सँगै मिलेर जाउँ, सबैलाई स्वस्थ राखौँ, र बेरोजगारीलाई न्यूनीकरण गरौँ भन्ने हाम्रो उद्देश्य पनि छ। हजुर हजुर नमस्कार। हजुर नमस्कार। र यस्तो ठाउँहरू हेर्नुस् कति रमाइलो ठाउँहरू छ। डाँडा पाकाहरू, यस्तो डाँडा पाकाहरू हैन, यस्तो रमाइलो ठाउँ छ। और यहाँ यो गाउँ हाम्रो पिएमएम को उही हो, हाम्रो पिएमएम पौडेल को नि गाउँ हो यो। हिजो हामी बोलेको नि थियौँ, उहाँले भन्दै हुनुहुन्थ्यो हाम्रो नि घर हेरेर आउनु होला है भन्ने कुरा गर्नु थियो। यस्तो राम्रो, यस्तो राम्रो ठाउँ। होमवर्क गर्दै हुनुहुन्छ।